आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कपिलवस्तु जिल्लामा राजनैतिक दलदेखि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूले आफ्ना निर्वाचन लक्षित गतिविधिहरू सक्रिय बनाइरहेका छन्। मतदाता फकाउने आफ्नै शैली र रणनीतिका साथ उम्मेदवारहरू मतदाताको घर-घरमा पनि पुगिरहेका छन्। विशेष गरी दलका उम्मेदवारहरू पार्टीको आन्तरिक भेटघाट छलफलसँगै नेता कार्यकर्ताहरूको सभा सुझाव र रणनीति योजनाहरू बनाउनमा बढी व्यस्त देखिन्छन्। दलका उम्मेदवारले जिल्ला स्तरको छलफलसँगै क्षेत्र पालिका विभिन्न सम्पर्क समिति र वडा स्तरका नेता कार्यकर्ताहरू बीचको भेटघाटलाई अहिले तीव्र रूपमा अगाडि दैनिक जसो बढाइरहेका छन्। दलहरूले पनि निर्वाचनमा आफ्ना उम्मेदवार विजयी बनाउने उद्देश्यले रणनीति योजनासँगै हरेक तहमा निर्वाचन परिचालन र प्रचार प्रसार समिति पनि गठन गरेका छन्। 3 वटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तु जिल्लामा दलका उम्मेदवारहरूको सम्पर्क कार्यालय समेत नगर स्तरीय र वडा स्तरीयसम्म पनि स्थापना भइरहेका छन्। निश्चित योजना बनाएर चुनावी प्रचार प्रसारमा हिँड्नका लागि दलहरूले तयारी गरिरहेका बेला नागरिक स्तरमा भने अघिल्ला निर्वाचनमा जस्तो त्यस्तो सोच छैन। बरु यसपटक उम्मेदवारका योजना र भिजन हेरेर मात्रै मत दिने रणनीतिमा मतदाता बढी जसो देखिन्छन्। जसका कारण पनि यसपटकको निर्वाचनमा उम्मेदवारहरू मध्ये कतिपयलाई आफ्नै पुरानो विरासत जोगाइराख्न सकस छ भने कतिपयलाई पुरानो विरासत ढलाउने र नयाँ किल्ला आफ्नो स्थापित गर्न हम्मे छ र त्यही रणनीतिमा लागिरहेका छन्। मुख्य राजनैतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, त्यस्तै नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरूले आफ्नो संगठन विस्तार, पार्टी प्रवेश तथा विभिन्न प्रशिक्षणमूलक गतिविधिहरू अगाडि बढाउँदैछन् र यो पनि अहिले कपिलवस्तुमा देख्न सकिन्छ। कपिलवस्तुमा 3 वटै क्षेत्रमा विशेष गरी मुख्य प्रतिस्पर्धामा 4 दलमा देखिने आकलन गर्न सकिन्छ। कपिलवस्तु 1 दलका उम्मेदवारहरूलाई अहिले नयाँ र स्वतन्त्र उम्मेदवारको बढी टाउको दुखाइको विषय बनिरहेको क्षेत्र छ। खास गरेर कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर 1 मा संघीय संसदमा कसले बाजी मार्छ भन्ने चर्चा यसपटक अनुमानभन्दा अलि बाहिर जस्तो पनि छ। किनभने यहाँ यसपटक मुख्य दलहरूबाट पनि चुनावी मैदानमा प्राय नयाँ जस्तै उम्मेदवार छन् र विशेष गरी कपिलवस्तुको राजनीतिमा पुरानो र लोकप्रिय नाम एउटा दीपकुमार उपाध्याय हो। तर तिनै उपाध्याय यसपटक आफू राजनीतिक रूपमा निष्क्रिय जस्तै छन्। यद्यपि यसपटकको निर्वाचनमा उपाध्याय सुपुत्र आशिष शर्मा चुनावी मैदानमा छन्, त्यो पनि कांग्रेसबाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारको रूपमा। नेपाली कांग्रेसमा झन्डै 5 दशक सक्रिय राजनीति गरेका पूर्व मन्त्री उपाध्यायसँगै छोरा आशिष शर्मा पार्टी राजनीतिमा सक्रिय थिए भए पनि निर्वाचनको सम्मुखमा पार्टीबाट टिकट वितरणमा कांग्रेसले उनलाई कर्नरमा पारेपछि कपिलवस्तु 1 बाट आशिष अहिले स्वतन्त्र उम्मेदवार बनेर चुनावी मैदानमा उभिएका छन्। जिल्लामा दीपकुमारको लिगेसी र सुशासन, विकास, पारदर्शिताको विषयलाई चुनावी रणनीति बनाएर कपिलवस्तुमा चिनाउने मुद्दासहित अहिले आशिषले चुनावी अभियानलाई तीव्र बनाइरहेका छन्। कपिलवस्तुमा राम्रो राजनीतिक पहिचान समेत बनाएका युवा नेता शर्माको उम्मेदवारीले यो क्षेत्रको चुनावी सरगर्मी अझ झन् फरक पारिदिएको छ। यो क्षेत्रमा अहिले राजनीतिक दलका उम्मेदवार भन्दा स्वतन्त्र आशिषको चर्चा अलिक बढी सुनिन्छ। यहाँ कांग्रेसबाट अत्तर कमाल मुसलमान, एमालेका विश्राम प्रसाद चौधरी र नेपाली कम्युनिस्ट पार्टीबाट कृष्णबहादुर कुँवर छन् भने वैकल्पिक शक्ति भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोहनलाल आचार्य पनि चुनावी मैदानमा उम्मेदवारको रूपमा छन्। युवाको उद्यमशीलतामा आफ्नो जोड समेत रहेको बताउने आशिष शर्माले आफू कपिलवस्तु 1 का जनताको आशीर्वादले जित हासिल पार्ने विश्वास पनि व्यक्त गरिरहेका छन्। उनी अहिले घरदैलोमा केन्द्रित छन्, उनलाई धेरैले सद्भाव पनि दिइरहेका छन्। उता राजसपाको देशभर देखिएको फरक क्रेजको जगमा कपिलवस्तु 1 मा यसपटक मोहनलाल शर्मा पनि उही रफ्तार समाइरहेका जस्ता देखिन्छन्। अनि पुराना दलहरू कांग्रेस एमालेबाट पनि उम्मेदवारहरू घरदैलोमा व्यस्त छन्। कांग्रेसबाट मुसलमान र एमालेबाट चौधरीको ध्यान विशेषतः आफ्ना सक्रिय पुरानै मतदाताहरू नयाँबाट नखोसिउन् भन्नेमा बढी केन्द्रित जस्तो देखिन्छ। युवा शक्ति र अनुभवको संयोजन मार्फत कपिलवस्तुको समृद्धि सम्भव छ भन्ने धारणाका साथ चुनावी मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवार आशिष शर्माका कारण खास गरी यहाँ नेपाली कांग्रेसको बढी टाउको दुखाइको विषय बनिरहेको छ भने एमाले यसको फाइदा आफूले उठाउने पक्षमा केही सुखद महसुस गरेको जस्तो देखिन्छ। तर नयाँ वैकल्पिक शक्तिको रूपमा उदाएको राजसपा पनि पुराना दलका लागि टाउको दुखाइको विषय बनिरहेको छ। कपिलवस्तु 1 लाई यो अवस्थामा हामीले हेरिरहँदाखेरि एकपटक 2079 को अङ्कगणित कस्तो थियो त्यतापट्टि पनि जान जरुरी देखिन्छ। खास गरेर कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर 1 मा 2079 को मत परिणामलाई एकपटक फर्केर हेर्दा यहाँबाट एमालेका बलराम अधिकारी निर्वाचित भएका थिए।
उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेद्वार चक्रपाणी खनाललाई 18,000 बढी मतान्तरले हराएका थिए। तर यहाँ नेपाली काङ्ग्रेसले प्रत्यक्षतर्फ आफ्ना उम्मेद्वार 2079 मा उठाएको थिएन। काङ्ग्रेसले माओवादी केन्द्रका खनाललाई समर्थन गरेको देखिन्छ। तर यहाँ एमालेका अधिकारी निर्वाचित भएका थिए। अचम्मको कुरा त के छ भने दुई ठूला दलहरू मिल्दा पनि अधिकारी दोब्बरमतले विजयी थिए। बलरामले 34,675 मत पाउँदा उनका प्रतिस्पर्धी खनालले 18,983 मत मात्रै ल्याएका देखिन्छन्। मत परिणामको तथ्याङ्क हेर्दा यस्तै यो निर्वाचन क्षेत्रबाट जनमत पार्टीका नरेन्द्र प्रसाद चौधरीले 8,393 मत पाएका थिए भने नागरिक उन्मुक्ति पार्टीका राममिलन थारूले 5,636 मत ल्याएका थिए। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार ध्रुव बहादुर रायमाझीले 4,223 मत र राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जु सिंह विष्टले 3,163 मत पाएको देखिन्छ। यसबाहेक अन्य स्वतन्त्र उम्मेद्वारले पनि घट्दो क्रममा आफ्नो पक्षमा मत ल्याएका छन् प्रत्यक्षतर्फ। तर यसै क्षेत्रको समानुपातिक मत परिणामलाई एकपटक हेर्ने हो भने यहाँ काङ्ग्रेसको उपस्थिति पनि बलियो देखिन्छ। अर्कोतर्फ वैकल्पिक भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि 2079 को निर्वाचनमा समानुपातिकमा प्रत्यक्षमा भन्दा बढी मत ल्याएको छ। यहाँ नेकपा एमालेले 26,257 मत ल्याउँदा नेपाली काङ्ग्रेसले 20,497 मत ल्याएको छ। यस्तै रासोपाको मत 8,260 छ। तत्कालीन नेकपा यसको 6,630, नागरिक उन्मुक्ति पार्टीको 5,964 र जनमत पार्टीको 4,598 छ भने तत्कालीन माओवादी केन्द्रले पाएको मत समानुपातिकमा 3,923 रहेको छ। यसरी हेर्दा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर 1 मा प्रत्यक्षतर्फ उम्मेद्वारले पाएको मत र समानुपातिक तर्फबाट दलले पाएको मतमा ठूलो भिन्नता पनि देखिन्छ, जसका कारण पनि यस क्षेत्रमा अहिले रासोपाको उपस्थिति अझ बलियो हुने निश्चित छ भने पुराना दलहरू पनि छुट्टा छुट्टै चुनावी मैदानमा होमिएका कारण उनीहरूमा कडा भिडन्त हुने निश्चित छ। अर्कोतर्फ काङ्ग्रेसबाटै विद्रोह गरेका स्वतन्त्र उम्मेद्वार आशिष शर्मा जो अघि नै चर्चा गरिसकिएको छ, आशिष शर्माका कारण काङ्ग्रेसभित्रको मत काटिने पक्का छ भने यसको असर एमाले, रासोपा र जेनजी मतदाताहरूमा पनि पक्कै पर्नेछ। यसबाहेक अन्य दलहरूले पनि निर्वाचन क्षेत्रको दक्षिणी भेगको मत विभाजन हुने सम्भावना बलियो देख्छन् भने उत्तरमा पनि अन्य साना दलहरूको उपस्थितिले पुरानै लयमा ठूला भनिएका दलहरूका नयाँ उम्मेद्वारलाई पनि दलविहीन मतदाताले पत्याउने अवस्थाको सिर्जना हुनु निकै कठिन हुनेछ। यसर्थ कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर 1 मा यसपटक दलका उम्मेद्वारहरूलाई स्वतन्त्र र नयाँ उम्मेद्वारहरूको टाउको दुखाइको विषय बनिरहेको छ र निर्वाचन क्षेत्र नम्बर 1 निकै रोचक प्रतिस्पर्धाको केन्द्र बन्ने पनि निश्चित जस्तै छ।